राखेको छ माछापुच्छी मल। अर्ग्यानिक खाद्यान्नहरू यहाँ पाइन्छ। तपाईहरुलाई चाहिएमा सम्पर्क गर्नुहोला। धन्यवाद। अब हामी भित्र पस्छौँ। सबै अर्ग्यानिक। हजुर अब हामी के हुन्छ छान्दै गर्छु है त। अब के लिन्छ अहिले दुईको सामानहरू पनि लास्टमा देखाउँछु। सामान किनेर फर्किए हामी चाहिँ अब घरतिर जाने हो। सेरजङ दाई आउनुभयो हामीहरूलाई भेट्नलाई। सेरजङ दाईसँग ऊ दाजुभाइहरू बसेर मिठो गफगाफ हुँदैछ। अनि हामी पनि अब चितवनतर्फ लाग्नको लागि बेरी बिस्तारहरू सब ब्यागहरू रेडी गरेर अब जाने तर्खरमा छु। दाइसँग भेटघाटमा चिया, तातो चिया फेरि दोस्रो लोड लिँदैछ। हामी पनि सबैजना रेडी जानलाई। अब हामी चाहिँ चितवनतर्फ लाग्न थालेको। बहिनीसँग यो फुलको बेर्ना पनि लिएँ, यो अनि यो लहरा पनि यिनीहरू पनि लिएँ। हेर्नु न पोखरामा यति धेरै हुस्सु लागेको छ। म चाहिँ कुन ठाउँ भन्दाखेरि पोखराको डाँडानाकमा हो। डाँडानाक यता बहिनीको घरमा। अब फेरि आज हामी चाहिँ चितवन लाग्न लागेको। फेरि पनि मेरो साथीहरूलाई गुड मर्निङ टेस्टीले भन्न चाहन्छु। मेरो बहिनीको घरमा हुस्सु देखाइदिनु न। हुस्सु कति धेरै हुस्सु लागेको छ। यति धेरै कोसेली लिएर हिँड्न लाग्छ बाटोमा। गाह्रो हुने हो कि खुट्टा राख्नलाई। हो नि सेफ्टी। ल के अरे अब पछि कति समयपछि आउनु बिताएको छ? अब थाहै छैन दाइ। फेरि यस्तो शुभ काममा आउनु अलिकति यसो फुलहरू फुल्ने बेला के हुन्छ हुन्छ। त्यतिखेरमा जानु पायो भने त्यतिखेर अलि अर्को साल त असु काटी मुसिन्छ। यो ऊ के फागुन त्यतिर लाली गुराँसहरू फुल्छ नि त। त्यो टाइममा जानु पायो भने मजाले भयो। अलिकति न्यानो पनि हुन्छ त्यतिखेर। हजुर सन्तान हो। अनि सबैको सन्तान। मास्क खोलेर बोल्नु फेरि को बोलेछ फेरि? म चाहिँ माइला बाजेको जेठा छोराको कान्छी छोरी। उहाँ चाहिँ ज्वाइँ हुनुहुन्छ। होइन बाहिर। अब हामी जान्छु चितवन। हाम्रो पोखराको यात्रा हुँदै हामी चितवन आसपास आइपुग्यो। हामी मुगलिनको आसपास आइपुग्यो। अब पुलवादी नै हामी स्याङ्दी नदीको चिसो पानीको माछा र तातो तातो माम खाएर अब हामी यहाँबाट फेरि आफ्नो गन्तव्यतर्फ अघि बढ्नेछौँ। हामीले खाना खाने ठाउँ आइपुग्नु लाग्यो साथीहरू। हामीले खाना खाने ठाउँ आइपुग्यो। मर्स्याङ्दी नदीको चिसो पानीको माछा र माम खाएर जाने माया रिभर
हाम्रो लोकल फिस करी र तातो तातो माम आइपुग्यो। चिकन एउटा हो त्यहाँ भाइलाई। यहाँ दाइलाई यहाँ होइन दाइलाई यहाँ दाइलाई खै ए यहाँ छ होइन ल ल ल खानु है ल रामलाई चाहिँ चिकन हामी सबैलाई चाहिँ फिस करी ल खानु त स्टार्ट रे लोकल माछासँग खानु त पहिला कस्तो छ हामी चिसो पानीको मिठो माछा खाना खाएर अब हामी फेरि अब घरतर्फ लाग्ने एकैछिन यहाँ घाम तापेर बसिरहेको अवस्था र अब घरमा गएर भेटौँला मेरो साथीहरूसँग। पारिपट्टि देख्नुभएको बजार चाहिँ मुगलिन बजार हो है। नानगढ सडक खण्डमा चाहिँ एकदमै बढी पहिरो जाने वर्षाको बेलामा नि जाने र बर्खा नहुँदा पनि एकदम पहिरो गइरहने ठाउँ चाहिँ यही ठाउँहरू हो है साथीहरू। हजुरहरू आउनु हुँदाखेरि चाहिँ एकदमै केयरफुल भएर आउनु होला। यहाँ चाहिँ सुक्खा पहिरो पनि गइरहेको हुन्छ। साथीहरू हामी घरमा आइपुग्यो है। घरमा आएर सामानहरू सबै निकाले। एकदम टाउको दुखेर हेर्नु न त्यो चिसो सिरिटोले हानेर होला नि यस्तो टाउको दुखेछ। मैले यहाँ सामानहरू यतापट्टि पसारो बनाएर राखेको छु। म देखाउँछु है त मेरो साथीहरूलाई। मैले लिएको सामानहरू चाहिँ यिनीहरू नै हो है साथीहरू। अर्ग्यानिक सामान यो खानेकुराहरू पाउने ठाउँमा बहिनीले लगेर गथ्यो। यही सामानहरू नै हो मैले लिएर आएको। यता रहेको छ यो चाहिँ के अरे मकैको चिउरा अरे है साथीहरू। यो मकैको चिउरा, यो मार्ची चिउरा, अनि यो रहेको छ मुस्ताङे कालो सिमीको दाल, अनि यो चाहिँ सातु यो चियासँग अथवा दुधसँग मनतातो पानीसँग जेसँग खाँदा पनि हुन्छ। अनि यो चाहिँ उवाको पिठो। मैले यो ढेँडो खानु पर्यो, एकचोटि विचार गर्नु पर्यो भनेर यो एक पोका मात्र मैले उवाको पिठो लिएको छु। यो पनि सातु नै हो तर यो चाहिँ सादा भयो। यसमा चाहिँ काजु किसमिस बदामहरू सबै कुराहरू मिक्स भएको सातु यो एक थरी। अनि यो पनि यही सातु नै हो, सातु ल्याएँ। अनि यो रहेको छ पहेँली चामल अरे के साथीहरू। यो पहेँली चामल 1 किलो लिएर आएको चाख्नलाई कस्तो हुँदो रहेछ भनेर। पोखराको पहेँली चामल भन्ने सुन्ने थियो, कस्तो रहेछ त नि भनेर लिएर आएको खानालाई। अनि यता रहेको छ यो चाहिँ 10 किलो जति मात्रै लिएर आएँ चाख्नलाई। अब यति लामो बाटोमा है बाइकमा गाह्रो हुने के स्कुटीहरूमा। अनि यो चाहिँ के अरे जेठा बुढा चामल हो अरे के। यो एकदम मिठो हुन्छ भनेर मैले पनि 10 किलो चाख्न लिएर यहाँभन्दा बढी ल्याउन पनि सकेन। बाटोमा गाह्रो एकदमै
अगाडि राखेर लिएर आउनुपर्ने। अनि र यो रहेको छ पाती, यो हाम्रो बाजे बाउ बाजेको थलो थाक घरबाट मैले लिएर आएको यो पातीको फुल हो। यति बास्ना आछ हेर्नु, यति बास्ना आछ। बाटोमा जाँदाखेरि यति पाती फुलेको देखेर ओहो मनै लोभाएको के। धुपमा राख्न पाएदेखि शुद्ध हो नि त, राम्रो यो। अनि हामी सबैजनाले अलिअलि टिपे, मैले यति लिएर आएँ। अब मेरो साथीहरूलाई के कस्तो लाग्छ मेरो भ्लगहरू पुरा हेरिदिनु होला। आजको मेरो भ्लग पनि यहीँ म अन्त्य गर्न चाहन्छु।